नमस्ते साथीभाइहरु, गुड मर्निङ सबैलाई। आज मेरो ब्लग स्टार्ट भयो, मिनी ब्लग रुमबाट। यस्तो छ पारा आफ्नो चाहिँ। उठिहाल्यो, मुसुरी आउ नुहाउनु पर्छ। मुसुरीहरु नुहाएर नुहाइधुवाइ गर्नुपर्छ। आज ड्युटी 2 दिन बन्द थियो, बन्द छोडेर आज ड्युटी। अब यो ब्रस लिएर ब्रस गर्नुपर्छ। ब्रस गरेर पानी ल्याउनु छ, पानी ल्याएर भात बनाएर नुहाइधुवाइ गर्नु छ। यहाँ न रुमको अवस्था। अब पानी लिएर आइँदैछ। पानी राखेर अनि अर्को काम। यहाँ न रुम, मेरो किचन हो, यो रुमको किचन। अब ओछ्यान मिलाउने हो, ओछ्यान मिलाएर अनि नुहाइधुवाइ गर्ने हो। मिलाउनको लागि पनि धेरै काम छ। गर्मी दिन आयो, मच्छरहरु धेरै घुर्न थालिहाले। त्यसैको लागि मुसुरी पनि टाँगेर फटाफट कसरी टाँग्नु, मुसुरी कसरी मिलाइन्छ। ठाउँमा बस्ने केटाको अवस्था यस्तै हुन्छ। डिसिप्लिन भन्ने बेसी छैन। कम्ती अलिअलि यताउति गरौ, फटाफट काम गरौ अनि गयो। अब यो कमलको पनि काम छैन। अब कमलको पनि गए जस्तो छ। अब किन अब फटाफट मिलाउनै पर्यो। अब मेरो रुम चाहिँ भयो रेडी। अब रेडी भएर अब खाना पनि रेडी भइसक्यो। यहाँ अब खाना ल्याएर खानु। खाना भाइ यस्तो छ। खाना आजको आलुको तड्का र भात, अचार। नुहाइधुवाइ पनि गरेर अनि भात खाना पनि सुरु गरियो। फटाफट भात खाएर लुगासुगा लगाएर अनि ड्युटी हिँड्ने। मेरो ड्युटी चाहिँ अब आसाम मेडिकल कलेजमा 9:30 बजी पुग्नु पर्ने। 9:30 बजीभन्दा अगाडि नै अब निक्लिनुपर्छ। 9:20-25 निक्लिन्छु। 9:40 सम्म चाहिँ पुग्छु। अब यो अब रेडी हुनतिर लाग्यो। यहाँ फटाफट लुगा लाउने हो, लङपेन्ट सर्ट एउटा लाउने हो। चप्पल जुत्ता जे भेटिन्छ लगाइन्छ। लगाएर अनि सिधै ड्युटी। तपाईलाई भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु सबैले। अरु पनि नयाँ भिडियो लिएर आउँछ। मिनी ब्लग मात्रै हैन, अर्थको भिडियो पनि लिएर तपाईहरुको सामु आउँछ। कस्तो लाग्छ कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। सब्स्क्राइब पनि गर्नु होला च्यानललाई। सबैलाई अनुरोध मेरो। अब म भए रेडी। अब जानुपर्छ ड्युटी। मेरो बाइक देखाउँछु म तपाईहरुलाई। यहाँ हेर्नुस् मेरो बाइक। यो भयो मेरो राइडर बाइक। ड्युटी गर्न बसे पनि तर आसामको यो हो बाइक। विश्वनाथ त्यसको छ। अनि म भाइ कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाइ बाइ सबैलाई। फेरि भेटिन्छ नयाँ भिडियोमा। बाइ बाइ।